माइक्रोसफ्ट वर्डमा यो देखाइएको इन्भोइस कसरी तयार गर्ने त एकदम छोटो तरिका हैन। मैले तपाईहरुलाई स्टेप बाइ स्टेप देखाउन गइरहेको छु, हेर्नु होला। सर्वप्रथम मैले कन्ट्रोल एन गरेर ब्ल्याङ्क पेज ल्याउँछु। त्यसपछि मैले इन्सर्टमा गएर यसमा इन्सर्टमा गएर यहाँनिर ड्र टेबल भन्ने छ, टेबलमा गएर तल यहाँनिर ड्र टेबल भन्ने छ, ड्र टेबल गर्छु। यो बीचमा चाहिँ मलाई ड्र टेबल गर्छु। अनि त्यसपछि मलाई चाहिँ एउटा कर्मसंज्ञा चाहियो, डिस्क्रिप्सन चाहियो, अनि रेट चाहियो, युनिट चाहियो र टोटल चाहियो हैन त। अनि त्यसपछि माथि हेडिङ ल्याउँछु। अनि त्यसपछि मलाई यहाँनिर चाहिँ सब टोटल पनि चाहियो भन्नाले म यहाँनिर एउटा सब टोटलको पनि गराए। सब टोटल ट्याक्स छुट अनि डिस्काउन्ट अनि तपाईले के चाहिन्छ यो अनुसार गराउने। अनि त्यसपछि यहाँनिर चाहिँ कस्टमरको बिल टु भनेर यहाँनिर मैले बनाए। के राख्ने, कस्टमरको इमेल राख्नुपर्ने होला, बिल नम्बर राख्नुपर्ने होला, प्यान नम्बर राख्नुपर्ने होला हैन। त्यसपछि यति गरिसकेपछि सजिलो तरिकाले त्यसपछि तपाईले यहाँनिर चाहिँ इन्सर्टमा गएर फेरि सेभमा गएर यो टेक्स्टमा जाने, यहाँनिर इन्भोइस भन्ने लेख्नु पर्यो। त्यसपछि सेम फेरि टेक्स्टमै गएर यहाँनिर तपाईले के गर्नु पर्यो त अर्को पनि फेरि टेक्स्ट ल्याउनु पर्यो हो, यो राख्नु पर्यो। त्यसपछि अब तपाईले के चाहियो, अर्को एउटा के चाहियो त भन्दाखेरि यहाँ तल यहाँनिर इन्फर्मेसन चाहियो नि त हैन। यसको लागि थ्यांक यू भन्नुपर्ने हो कि अथवा यो भन्दा पनि अर्को राखिदिन्छु मैले चाहिँ। यहाँनिर टेक्स्टमा गएर तपाईले यसरी राख्न सक्नुहुन्छ। त्यसपछि अब डिजाइन त तपाईले के गर्न सक्नुहुन्छ, यहाँनिर कस्तो खालको डिजाइन दिने त भन्दाखेरि यहाँनिर डिजाइनमै गएर तपाईले अब धेरै कालो हुन राखौँ, यस्तो खालको राखौँ। अनि यसको पनि सेम त्यही गरौँ, डिजाइनमा यही राखौँ। त्यसपछि यसलाई कस्तो खालको फिल गर्ने त भन्दाखेरि मैले चाहिँ फर्मेटमा गएर यसलाई पनि नर्मल खालको डिजाइन चाहिँ फर्मेट फिल चाहिँ मैले कस्तो गर्छु त भन्दा नर्मल, धेरै गर्दैन। त्यसपछि यसलाई पनि नर्मलै खालको फिल गर्छु, यहाँ जाने फिल गर्ने हैन। त्यसपछि तपाईले अब यहाँनिर लेख्नुपर्ने कुराहरु त तपाईले लेख्न सकिहाल्नुहुन्छ हैन। यसरी तपाईले चाहिँ अब बाहिरको अब एउटा कुरो चाहिँ मेन कुरो, बाहिरको बोर्डर कसरी ल्याउने त भन्दाखेरि इन्सर्टमा जाने, सेभमा जाने, अनि रेक्टेंगलमा गएर यसरी तान्दिने। अनि त्यसपछि यहाँनिर चाहिँ आउटलाइन चाहिँ वेटमा गएर 650 मा क्लिक गर्ने अनि नो फिल गरिदिने, यसलाई चाहिँ नो फिल गरिदिने। अनि अब तपाईले यहाँ लेख्नुपर्ने कुराहरु त लेख्नै हाल्नुहुन्छ हैन। अब बिल अब यहाँनिर के छ, थ्यांक यू योर बिजनेस भन्ने छ हैन, थ्यांक यू फर योर बिजनेस भन्ने छ। यसलाई टाइप गर्नु होला तपाईले चाहिँ। मैले यसलाई कपी गर्दै मैले उता गरेर राख्छु है त। यहाँनिर लेखे। अब यो तपाईले कलर कस्तो खालको राख्ने भन्ने कुरो चाहिँ कतातिर राख्ने हैन। अब यसलाई फेरि नो बोर्डर गर्नु पर्यो हैन, नो आउटलाइन गर्नुस् यहाँनिर हो। यो पनि भइसक्यो। अब तपाईले के चाहिन्छ त, जस्तो यहाँनिर एशियन कर्मसँग यो चाहिन्छ भने यो टाइप गर्नु होला। म चाहिँ अलि यहाँनिर भिडियो लामो हुन्छ त्यो भावनाले कपी पेस्ट नै गर्छु मैले है त। यसलाई मैले पेस्ट गर्छु। मेरो
कलर चाहिँ कालो भयो हुनाले देखिएन, यो देखिन्छ कि त। कन्ट्रोल भी गर्नु होला। अनि मेरो चाहिँ यहाँ कालो छ देखिएन, मलाई यस्तो खालकोमा गएर यो गर्छु है त। यसरी चाहिँ तपाईँले अब यहाँ के लेख्नुपर्ने हो, जस्तो इन्भोइस यहाँनिर लेख्नुपर्ने हो भने यसलाई पनि कपी गरेर यसलाई चाहिँ मैले चाहिँ कपी गरेर राखेँ। तपाईँहरूले चाहिँ यसलाई टाइप गर्नु होला है त। अब यो आउटलाइन छैन यहाँ हैन, यसलाई पनि के गर्नु पर्यो त, फर्मेटमा गएर आउटलाइनलाई चाहिँ नो आउटलाइन गरिदिनु होला है। यसरी तपाईले यहाँ चाहिने चीजहरु पनि टाइप गर्न सक्नुहुन्छ है त। यसरी तपाईले डिजाइन तयार गर्न सक्नुहुन्छ है त।